आज सन्डे बच्चाको लागि टाइम। हाई एभ्रीवान, इट्स मी कोमल। म चाहिँ जापान टोकियोमा बस्छु अनि म चाहिँ आज के गरेँ कसो गरेँ यो भिडियोमा सबै हालेको छु है त। सो गाइज, बिहान उठेर ब्रेकफास्ट खाएर अनि रेडी भएर पसल खाना खान जान लागेको थियौँ। त्यहाँ स्टेसनमा चाहिँ धेरै बच्चाहरू चाहिँ आफ्नो प्यारेन्ट्ससँग मजाले रमाइलो गरिरहेका थिए। के भइरहेको रहेछ भनेर हामीले पनि हेर्दाखेरि चाहिँ यहाँ चाहिँ प्र्याक्टिकल एजुकेसन, यानि कि जापानमा चाहिँ यस्तो भइरहेको छ सधैँ नै। बिरामी भयो भने चाहिँ एम्बुलेन्समा कसरी लैजाने, आगो लाग्यो भने पानी कसरी निभाउने, त्यो बेला आफूलाई कसरी बचाउने, अनि भूकम्प आयो भने चाहिँ त्यो बेला आफूलाई कसरी बचाउने भन्ने कुरामा चाहिँ एकदमै धेरै सिकाइने गरिन्छ जापानमा चाहिँ, स्पेसली सानै बच्चादेखि नै। सो हामीले पनि हाम्रो बच्चालाई चाहिँ यहाँ खेल्नको लागि एकछिन छोडिदियौँ अनि यहाँ चाहिँ उसलाई चाहिँ यो भूकम्प आएपछि आफू कसरी बच्ने भन्ने ट्रेनिङ टाइपको एउटा प्र्याक्टिकल एजुकेसनमा चाहिँ उसलाई सामेल गरायौँ र उसले यो सबै इन्जोय गर्यो, एकदमै धेरै इन्जोय गर्यो गाइज। जापानमा बुक्स पनि पढाइन्छ मजाले, तर नेपाल जस्तो एकदमै प्रेसर गरेर घोकिने काम चाहिँ गरिँदैन। स्पेसली यहाँ चाहिँ प्र्याक्टिकल एजुकेसन धेरै इम्पोर्टेन्स हुन्छ ताकि त्यो मान्छे फ्युचरमा गएर चाहिँ कुनै पनि मोडमा उसले काम गरेर खान सकोस्, सेल्फ इन्डिपेन्डेन्ट बनोस् भन्ने तरिकाले प्र्याक्टिकल एजुकेसन डिसिप्लिन सानै बच्चैदेखि सिकाइने गरिन्छ। सो केही हदसम्म चाहिँ मेरो बाबुले पनि सिकिरहेको छ। ऊ चाहिँ अहिले 4 years old भयो अनि जापानिज स्कुल पनि जान्छ। सो कतिपय कुराहरू उसले आफै सेल्फ गर्छ। अनि यहाँ हेर्न सक्नुहुनेछ उसको पापा र ऊ जानुभएको छ, भूकम्प आइरहेको छ त्यहाँ है। उनीहरूले सबै त्यो क्रिएट गर्छ कि, अनि त्यसपछि चाहिँ प्यारेन्ट्ससँग बच्चाले चाहिँ आफूलाई सेल्फ डिफेन्ड कसरी गर्ने सबै कुरा सिकाउँछ कि यहाँ चाहिँ। अनि अरू गाडीहरू पनि थियो यहाँहरू चाहिँ, त्यहाँ गाडीमा बसेर मजाले फोटो खिच्न मिल्छ बच्चाहरूले, अनि एकदमै इन्जोय गरिरहेको हुन्छ, रमाइलो गरिरहेको हुन्छ कि। उसले पनि मजाले धेरै फोटोहरू खिच्यो, रमाइलो गर्यो, भिडियोहरू बनाएँ। मैले पनि मजाले ब्लगको लागि पनि सानो क्लिप बन्यो। पछाडि चाहिँ धेरै बच्चाहरू लाइन लागिरहेका छन् आफ्नो प्यारेन्ट्ससँग। सबै बच्चाहरू एकदमै खुसी हुन्छन् अनि आफ्नो प्यारेन्ट्सहरूसँग रमाइलो गर्छन्, इन्जोय गर्छन्, स्पेसली स्याटरडे सन्डेमा। त्यसपछि हामी सिधै खाना खान जान्छौँ पसलमा। सो आजको लागि यति नै। म फेरि भोलि पनि अर्को नयाँ भिडियो लिएर आउनेछु। So like, comment, share please. Bye bye.